हेलो गाइज वेलकम टु माई अनदर कुकिङ भिडियो। आज चाहिँ मैले मकैको पकौडी बनाएको छु। हेल्दी हुन्छ, सजिलो पनि हुन्छ। कसरी बनाएँ भन्दा चाहिँ हरियो मकैलाई चाहिँ मजाले खोसलेर उसलाई चाहिँ साइडमा राखिदिने। त्यसपछि त्यसलाई मिक्सरमा थोरै जिरा र अनि अदुवा अनि हरियो खुर्सानी राखेर पिस्दिने। मैले चाहिँ हरियो खुर्सानी राखेको छैन, तपाईँहरूले राख्न सक्नुहुन्छ। त्यति गरिसकेपछि मिक्सरमा मजाले पिस्दिने। भएको सबैलाई पिसेर एउटा बाटामा खन्याउने हैन। अनि त्यति गरिसकेपछि त्यसमा अब हामीले मसला एड गर्नुपर्छ। मसलाभन्दा पहिला चाहिँ हामीले हरियो धनियाँलाई मजाले काटेर राखिदिने। अनि प्याज हुन्छ नि पत्तावाला, त्यसलाई पनि मजाले राखिदिने। यसले चाहिँ टेस्ट अझ मिठो बनाउँछ के। त्यसपछि हामीले त्यसमा एड गर्न सकिन्छ नुन, खुर्सानी, जिरा धनियाँको धुलो, अनि त्यसपछि 2 चम्ची कर्नफ्लोर र मजाले जति चाहिन्छ त्यही अनुसार बेसन राखेर त्यसलाई चाहिँ थोरै पानी राखेर अनि त्यसलाई मजाले पकौडीको ब्याटर जस्तो बनाउने। अनि त्यति भइसकेपछि तावामा तेल तताउने। अनि त्यसपछि मजाले आफूलाई चाहिने सेप अनुसारको डल्लो बनाउँदै त्यसलाई पकौडी जस्तै मजाले फ्राई गरिदिने। पहिला चाहिँ वान साइड मजाले पाक्नुपर्छ, अनि त्यसपछि अर्को साइड मजाले पकाइदिइसकेपछि रेडी हुन्छ हाम्रो मकैको पकौडी।